हेलो साथीहरु, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ हामी रेडी भएर निस्किसकेको छ। हामी चाहिँ कहाँ गएको भने चाहिँ हामी चाहिँ साथीको बिहा छ हो। त्यही भएर चाहिँ साथीको बिहामा गएको। यहाँनिर साथीहरु पनि छ यता अगाडि हो। यहाँ साथीको हस्बेन्ड। हामी चाहिँ जोरथाङ बिहामा गएको हो। यहाँ राम्री भएर बसिरहेको छ हो। अन्त अघि नै भ्लग स्टार्ट गर्नु पर्यो भनेको थियो, ढिलो भयो। हामी चाहिँ केटीहरुको त्यही मेकअप गरेर टिलिलिली भइरहेको छ हो। मैले पनि मेकअप गरेँ आज चाहिँ मजाले नै। अन्त हामी चाहिँ कहाँ बिहामा, कसको बिहामा जाँदैछ अहिले देखाउँछु। अहिले चाहिँ भर्खर निस्केको, रानीपुल आइपुग्यो। हेर्दै गर्नुहोस् होला कस्तो लाग्छ, के लाग्छ कमेन्टमा भनिदिनु होला। अहिले चाहिँ हामी बिहा घरमा आइपुग्यो साथीहरु हो। यहाँनिर चाहिँ एकदमै बेसी म्युजिकहरु लागेको, गानाहरु बज्दै थियो। त्यही भएर चाहिँ मैले चाहिँ कपिराइट हुन्छ भनेर चाहिँ अन्त के भन्छ भोइसहरु चाहिँ गरिन, किनभने कपिराइट हुन्छ नि त गानाहरु बज्दै गर्दाखेरि। र अहिले चाहिँ हामी यहाँनिर बिहा घरमा आइपुगिसक्यो हो। अन्त यहाँ चाहिँ बाहिर चाहिँ इन्ट्रेन्समा चाहिँ गेटहरु मजाले बनाउनु भएको रहेछ हो। यहाँ चाहिँ बेहुला बेहुलीहरु बस्ने स्टेजहरु बनाउनु भएको रहेछ। बेहुला बेहुली चाहिँ यहाँ बसिरहेको छ। बेहुला र बेहुली चाहिँ हो। उसले चाहिँ हामीलाई देख्यो, खुसी भयो हो सबैजनालाई देख्दाखेरि। अन्त हामीलाई चाहिँ यहाँनिर चाहिँ चिया खाजाको लागि चाहिँ भित्र लानु हुँदैछ। त्यही भएर चाहिँ हामी चाहिँ बेहुला बेहुली पहिला भेटेन, हामी चाहिँ पहिला भित्र गइहाल्यो हो। किनभने पहिला चाहिँ चिया खाजाहरू खाएर बादमा आएर चाहिँ भेट्ने भनिकन चाहिँ हामी भित्र गयो। र सबैजना हाम्रो टिमै छ हो। त्यही भएर चाहिँ हामी यहाँ सबैजना भित्र जाँदैछ। म चाहिँ एकदमै भोइस चाहिँ गर्न सकिनँ साथीहरु, किनभने एकदमै बेसी गानाहरू बजेको थियो हो। त्यही भएर चाहिँ अन्त यहाँनिर मैले भिडियो मात्रै गरेको छु। यहाँनिर चाहिँ हेर्नुहोस् होला हामी यहाँ को छ हो। सबैजना आफ्नो आफ्नो धुनमा छ। अब यहाँ चिया खाजाको लागि चाहिँ हामीलाई राख्नु भएको छ। चिया खाजाहरू आइसकेको छ, स्न्याक्सहरू। अन्त कफी खानेले कफी, चिया खानेले चिया, कोक खानेले कोक, पानी खानेले पानी है। सबैले आफ्नो आफ्नो लिनु हुँदैछ हो। अब यहाँ चाहिँ चिया खाजाहरू खाइसकेर चाहिँ हामी चाहिँ बेहुला बेहुलीलाई भेट्नु जाने, बेहुला बेहुलीहरू भेट्नु छ। अनि लन्चहरू पनि गर्नु जानुपर्ने छ हो। हेर्दै गर्नुहोस् होला कस्तो लाग्छ, के लाग्छ है कमेन्टमा भनिदिनु होला, लेखिदिनु होला हो। गरम चाहिँ यस्तो बेसी रहेछ कि साथीहरु। यो जग्गामा चाहिँ जोरथाङदेखि अलिकति उता के पो भन्यो केराबारी भन्ने जग्गामा रहेछ हो। गरम भएर चाहिँ फ्यानहरू पनि अन गरिरहेको थियो यहाँनिर चाहिँ हो। र पनि पुरा गरम भएर अनुहारहरू देख्नुहुन्छ चिप भइरहेको छ हो। जग्गाहरू पनि राम्रो रहेछ है। केराबारी भन्दा केराहरू पनि पुरा रहेछ हो यहाँनिर चाहिँ। कस्तो राम्रो गाउँको बिहा त अलगै हुन्छ, याद छ तपाईहरुलाई है। गाउँको बिहा चाहिँ अलग्गै के हो बिहा खालके नै भाइब्स आउँछ। अब लाइक होटलतिरहरू भन्दा चाहिँ होटलतिर चाहिँ अब मान्छेहरू पार्टीतिर एभ्री टाइम गइरहेको हुन्छ नि त। तर गाउँको बिहामा चाहिँ अलग्गै खालके के हो मजा पनि अलग्गै आउँछ, भाइब्स पनि अलग्गै आउँछ हैन त्यो प्रकारको। अन्त यहाँनिर चाहिँ हामी चाहिँ अब बेहुला बेहुली भेट्नुलाई चाहिँ हामी रेडी भइरहेको छ हो। मैले उयो गर्दा चाहिँ खदाहरू लगाइदिँदा चाहिँ भिडियो नै गरेन रहेछ हो। गरिदिनु फोटो मात्रै खिचेछ, त्यही भएर चाहिँ फोटो हालेको छु। बेहुला बेहुली भेटेर चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ लन्च गर्नुको लागि आयो। लन्च गरेको चाहिँ भिडियो गरिनँ, हामी चाहिँ गरिसकेर बसिरहेको थियो हो। हेर्नुहोस् न गाउँमा चाहिँ यस्तो खालके मजाले के हुन्छ नि सेटहरू पनि मजाले बनाएर सिम्पल टाइपले हैन गरेको रहेछ। अन्त त्यस्तै नै हुन्छ, तपाईहरुलाई प्रायलाई थाहा छँदैछ हो। अन्त
खानासाना खाइसकेर चाहिँ हामी यहाँ फोटोसुट गर्नु चाहिँ लाइनमा बसिरहेको छ हो। सबैजना आफ्नो आफ्नो लाइनमा छ, पालैपिलो फोटोसुट गर्दैछ हो। एक दुईवटा फोटोहरू मैले पनि लिएको थिएँ हो। त्यो फोटोहरू मैले यहाँ राखिदिएको छु होइन। बेसी त लिएन, अब पुरै थियो मान्छे भिड हो, त्यही भएर चाहिँ अलिअलि फोटोहरू चाहिँ लिएको थियो, एक दुईवटा हो। सबैजना थियो ग्रुपमा, थुप्रोजना लिएको थियो लिनुको लागि त। तर यहाँनिर चाहिँ हामीले कम्ती फोटो लियो, मान्छे बेसी भएको कारणले गर्दा। अब चाहिँ हामी फोटोसुट पनि गरिसक्यो हो, बेहुला बेहुली पनि भेटिसक्यो, सबै कुरा सकेर चाहिँ अब हामी निस्केको। अहिले अब अलमोस्ट 3 साढे 3 भइसकेको छ हो। त्यही भएर चाहिँ अब हामी निस्किनुको लागि चाहिँ सबैजना यहाँ बसेको हो। राम्रो रहेछ, रोडकै छेउमा होइन। पसिनाले खलखल भयो। कस्तो लाग्यो बिहा? एकदम दामी, मजा आयो, मिठो भयो सबै कुरा। साथीहरू अब चाहिँ हामी निस्केको हो, पसिनाले चाहिँ खलखल भइसकिसक्यो। बिहा सक्यो, यहाँ सबैजना गाडीमा पस्दैछ हो। अब हामी चाहिँ गएको बिहा सकेर। साथीहरू एकदमै बेसी गरम छ, देखिहाल्नुभयो, अनुहार पनि चिपचिप भइसक्यो, पसिना हो। अब हामी चाहिँ गाडीमा चढेर हिँडेको, घर निस्केको। सबैजना अर्को गाडीमा हुनुहुन्छ हो। बेसी भिडियो त गर्नु पाइनँ, एकदमै उयो भोइस चाहिँ गर्नु पाइनँ, किनभने म्युजिकहरू बजेको कारणले गर्दा। फेरि पनि सानो सानो भिडियो राखेको छु, कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला हो। राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। फेरि पनि नयाँ भिडियो लिएर आउनेछु, तबसम्मलाई बाई बाई।